इजरायलमा ठूलो संख्यामा नेपाली कामदारको माग, 2300 जनाको लागि आवेदन खुला। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार इजरायलले फेरि नेपाली कामदार माग गरेको छ। वैदेशिक रोजगार विभागले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार केयर गिभरका रूपमा काम गर्न 2300 जना नेपालीका लागि आवेदन खुला गरेको हो। विभागका अनुसार कुल कोटा मध्ये 1380 जना महिला र 920 जना पुरुष छनौट गरिनेछन्। छनौटमा परेका कामदारले इजरायलका विभिन्न आवासीय केन्द्र तथा अपार्टमेन्टमा रहेका वृद्ध र अपाङ्गता भएका व्यक्तिको हेरचाहमा सहयोग गर्नुपर्नेछ। आवेदन दिन चाहने व्यक्तिको उमेर 25 देखि 45 वर्षभित्र हुनुपर्नेछ। साथै न्यूनतम 1.5 मिटर उचाइ र 45 किलो तौल अनिवार्य गरिएको छ। शैक्षिक योग्यता कम्तीमा एसईई उत्तीर्ण गरी अनमी वा सीएमए तर्फ 15 महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। वैकल्पिक रूपमा कक्षा 12 वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा 3 महिनाको केयर गिभिङ तालिम लिएको हुनुपर्ने व्यवस्था छ। विगतमा इजरायलमा काम नगरेको तथा नजिकका परिवारका सदस्य हाल त्यहाँ बसोबास वा रोजगारीमा नरहेको व्यक्ति मात्र आवेदनका लागि योग्य हुनेछन्। छनौट भएका कामदारले मासिक न्यूनतम 5881.50 इजरायली मुद्रा तलब पाउने विभागले जनाएको छ। ओभरटाइम, वार्षिक बिदा तथा खानाको सुविधा पनि उपलब्ध हुनेछ। रोजगारदाताले बसोबासको व्यवस्था गरिदिए पनि त्यसको निश्चित खर्च कामदार स्वयंले बेहोर्नु पर्नेछ। प्रारम्भिक श्रम सम्झौता 1 वर्षको हुनेछ भने आवश्यकता अनुसार अधिकतम 5 वर्षसम्म थप गर्न सकिनेछ। इच्छुक उम्मेद्वारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली मार्फत आगामी 21 दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन गर्दा राहदानी, फोटो, शैक्षिक प्रमाणपत्र, तालिम सम्बन्धी कागजात र प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। प्राप्त आवेदन मध्ये योग्यता पुगेकाको विवरण इजरायल पठाइनेछ। त्यहाँबाट स्वीकृति प्राप्त भएपछि अन्तिम छनौट गोला प्रथाबाट गरिने विभागले जनाएको छ। हवाई टिकट, स्वास्थ्य परीक्षण, बीमा, अभिमुखीकरण तालिम तथा अन्य प्रक्रिया सम्बन्धी खर्च भने कामदार आफैले बेहोर्नु पर्नेछ। विभागले आधिकारिक सूचना र प्रक्रियामा मात्र विश्वास गर्न तथा कुनै प्रलोभनमा नपर्न आग्रह गरेको छ।